हेलो एभ्रिवान वेलकम ब्याक टु माई अनदर भिडियो। अनि आज पनि हामी फेरि हाम्रो यो डे 2 नयाँ प्लेसलाई भिजिट गर्नका लागि अनि हामी यहाँ रनिङ आएको छौँ। आई डोन्ट नो द नेम अफ दिस प्लेस बट दिस प्लेस इज अमेजिङ। म एकछिनपछि त्यो हजुरहरूलाई यो प्लेस पनि देखाउने छु। अनि हामी चाहिँ यहाँ चाहिँ म चाहिँ यहाँ एक्ज्याक्ट टाइम चाहिँ थाहा भएन कतिमा आएँ, मेबी आधा घन्टा, तर इट्स फिल ग्रेट। त्यसैले अब चाहिँ हाम्रो मेन गोल भनेको चाहिँ आफूलाई कसरी मेनिफेस्ट गर्ने, आफूलाई कसरी इम्प्रुभ गर्न सकिन्छ, अनि जस्तो वे जे छ जस्तो इभेन्ट छ आफ्नो मेन्टल तथा फिजिकल हेल्थलाई हामीले डे बाई डे इम्प्रुभ गर्नु हो। अनि अहिलेको प्रेजेन्ट टाइममा हाम्रो डिस्ट्र्याक्सन भनेको चाहिँ के हो भनेपछि एउटा सोसल मिडिया भइहाल्यो, अर्को चाहिँ ब्याड भिडियोहरू, म एक्सप्लेन गर्नु पर्दैन त्यो बारे हजुरहरूलाई। अनि अर्को चाहिँ गेमहरू छ होइन, डिफ्रेन्ट ह्याबिटहरू छ, प्रोकास्टिनेट गर्नु, त्यो सबै डिस्ट्र्याक्सनहरूले हामीले डे बाई डे कम गर्ने कोसिस गर्छौँ र इट्स फिल ग्रेट म्यान। अनि अहिले म घरमा बसेको भए चाहिँ कस्तो हुन्थ्यो भनेपछि म चाहिँ जस्ट मोबाइल स्क्रोल गरेर बस्थेँ होइन, आँखा नि त्यही माथि बिग्रेको हुन्छ, मेन्टल हेल्थ त्यत्तिकै खराब भएको हुन्छ। या आई नो अबाउट द्याट। अनि यदि जब म आफूसँग कम्फोर्टेबल हुन्छु, म जब आफूसँग डेली म कम्युनिकेसन गर्छु, म आफूलाई बुझाउँछु, म आफूलाई अन्डरस्ट्यान्डिङ गर्छु, तब चाहिँ आई नो माई कम्युनिकेसन स्किल इज अटोमेटिकल्ली इम्प्रुभ। आई डोन्ट निड एनी वान। एन्ड मान्छेसँग बोल्नु जरुरी छ, मान्छेसँग राम्रो कम्युनिकेसन गर्नुको जरुरी छ र कहिले पनि अरूको अगाडि हाम्रो शिर झुकाउनु हुन्न। इफ यु आर राइट देन नेभर ब्रो। यस सर। अनि अहिले चाहिँ मैले ठ्याक्क 12 एक्जाम दिएर बसेको, सो नाउ आई हेभ रेस्पोन्सिबिलिटी टु बी इन्डिपेन्डेन्ट। अब चाहिँ मैले वर्क गर्नु पऱ्यो, आफूले पैसा कमाउनु पऱ्यो, एउटा मिनिमम 10,000को स्यालेरी भयो भने मलाई चल्छ। अनि काम गरेर इन्डिपेन्डेन्ट हुनु पऱ्यो, घरको मान्छेसँग डिपेन्ड हुनु पर्दैन होइन। अनि मेबी अबको केही महिनामा, अबको आफ्टर 1 मन्थ मेबी इफ आई गट माई रिजल्ट, त्यसपछि चाहिँ मैले चाहिँ आइएल्सको लागि पनि अप्लाई गर्छु होला, आइएल्स इक्जाम दिन्छु होला। त्यसको लागि मिहिनेत गर्नु पऱ्यो, बिकज दिस इज सबै फ्यामिलीको एक्सपेक्टेसन, एउटा रेस्पोन्सिबिलिटी मेरो सोल्डरमा छ। सो त्यो बुझ्नु पऱ्यो, मैले त्यो कुरालाई बुझेर आफूमा मिहिनेत गर्नु पऱ्यो र एउटा वर्क गर्नु पऱ्यो र आफूलाई इम्प्रुभ गर्नु पऱ्यो। एन्ड आई नो आई बिलिभ इन माइसेल्फ, आई रियली लभ माइसेल्फ एन्ड आई क्यान डु इट। अनि अर्को कुरा मलाई थाहा छ, मेरो इच्छा छ एउटा मार्सल आर्ट्स सिक्ने र एक दुईवटा फाइट गर्ने मेरो इच्छा पनि छ। त्यसको लागि चाहिँ म इन्डिपेन्डेन्ट हुनु पऱ्यो, पैसा कमाउनु पऱ्यो र आफ्नो लागि चाहिँ दिनमा मिनिमम 2 घन्टा छुट्याउन सक्नु पऱ्यो, या त बिहान या त बेलुका। किनकि अन्तिममा गएर याद हुनु भनेको आई नो एट द एन्ड अफ द डे वी ओन्ली नो अबाउट आवर एक्सपिरियन्स, वी ओन्ली रिमेम्बर आवर एक्सपिरियन्स, नट अबाउट द स्यालेरी, जब, त्यो कुराहरू हामीले याद गर्दैनौँ। आई नो अबाउट द्याट। ठिक छ, आई नो आज पनि मेरो कम्युनिकेसन स्किल त्यस्तो राम्रो सुनेको छैन होला, तर हिजोको भन्दा आई नो इट इज मोर बेटर देन यस्टरडे। हिजोको भन्दा आज धेरै राम्रो छ। अनि त्यसको लागि चाहिँ म आफूलाई एप्रिसिएट गर्छु, म आफूमा बिलिभ गर्छु। अनि हरे कृष्ण। आई लभ माइसेल्फ, आई बिलिभ इन माइसेल्फ। द नेचर इज सो ब्युटिफुल, लाइक दिस इज सो ब्युटिफुल। आई फिल ह्याप्पी, आई फिल ग्रेट एन्ड आई बिलिभ इन माइसेल्फ, आई लभ माइसेल्फ। ठिक छ है, आजको दिन पनि यत्तिकै सिद्धिन्छ। अनि अरू कुरा त के गर्नु, त्यही हो। If you also want to improve yourself, you can join with me. You can subscribe, like my video. अरू त केही भन्नु छैन। इम्प्रुभ गर्ने भनेको आफूलाई बदल्न अरूले, बाहिरको मान्छेले कहिले पनि आफूलाई बदल्न सक्दैन। कुनै सिचुएसन होला, तर 99% मान्छेलाई चाहिँ यदि बदल्नु छ भने आफूमा विश्वास गर्नुपर्छ र आफूलाई बदल्न प्रयास गर्नुपर्छ कि यदि आफूले आफूमा विश्वास गरेन भने कहिले पनि हामीलाई चेन्ज गर्न सक्दैन। इट इज काइन्ड अफ इम्पोसिबल आई थिङ्क। लर्ड कृष्णले पनि भन्नुहुन्छ जस कर्म गर, कर्मको फलको चिन्ता नगर, किनकि सबै रिजल्ट जति पनि हाम्रो परिणाम हुन्छ त्यो सबै लर्ड कृष्णको हातमा छ, हाम्रो हातमा केही पनि छैन। कहिलेकाहीँ मिहिनेत गर्दा पनि सक्सेस पाइन्न कि हामीले होइन। वाइ आई अलरेडी टोल्ड यु, इट इज अल अबाउट द गड प्लान। God have everything। यो अहिले हामी जे चिज गरिरहेको छौँ, जस्तो सिचुएसन फेस गरिरहेको छौँ, जेको चिज हामीले भोग्नु परेको छ,
त्यो कुरा पनि लर्ड कृष्णकै प्लान हो। लर्ड कृष्णले चाहनुहुन्छ कि तिमी मसँग आऊ, मलाई विश्वास गर, मलाई भगवान् मान भनेर भन्नुहुन्छ। अनि हामी लर्ड कृष्णलाई भगवान् मान्छौँ र आफूलाई विश्वास गर्छौँ, बिकज आई नो अबाउट द्याट। यस सर। अनि इङ्ग्लिस पनि ठिक छ, आज इम्प्रुभ नहोला, आज भोलि इम्प्रुभ नहोला। यदि कुनै पनि कुरालाई हामीले डे बाई डे रिपिट गर्छौँ भने त्यो कुरा अटोमेटिकली ठिक हुन्छ कि। ब्रेनले पनि भन्छ मलाई एकचोटि नपढ, जब तिमीले मलाई घरिघरि रिपिट गर्छौ तब म त्यो कुरालाई याद गर्छु भनेर ब्रेनले पनि भन्छ। ठिक छ त। वी आर काइन्ड अफ लाइक अर्जुन होइन, महाभारतमा अर्जुनले पनि के भनेका, अर्जुन पनि होइन मेन्टली सफर गरेका छन्। उनको अगाडि चाहिँ आफ्नो फुल फ्यामिली थियो होइन, तर उनले आफ्नो फ्यामिलीले नचुनेर आफ्नो धर्मलाई चुने, विच इज भेरी ग्रेट। त्योबाट हामीले के सिक्नुपर्छ, हाम्रो लाइफमा धेरै डिफिकल्टीहरू हुन्छ, हामीले चाहिँ कति सिचुएसन हुन्छ, हामीले चाहिँ डिफ्रेन्ट कुराहरूमा होइन एउटा कुरालाई चुज गर्नुपर्ने हुन्छ। त्यो सबै कुरा डिसिजन हामीले लर्ड कृष्णले भगवत गीतामा दिनुभएको छ। त्यो भएर आजबाट हामीले भगवत गीता पनि पढ्न ट्राई गर्छौँ र अहिले चाहिँ हामी हरे कृष्ण महामन्त्र जाप गर्छौँ होइन, एक माला जप्छौँ अनि यसो रिल्याक्स भएर बस्छौँ, यसो यो नेचुरल ब्युटीको मजा ल्याउँछौँ अनि त्यसपछि घरतिर लाग्न पर्ने हुन्छ। अनि यो चाहिँ आज हाम्रो डे 2 छ अफ रेकर्डिङ माइ सेल्फ अर भिजिटिङ न्यू प्लेस। अनि त्यही हो, इट्स विल अमेजिङ। आइ एम नट लोन्ली, आई हेभ माई गड, आई हेभ माई सेल्फ, सो इट इज ओके। यदि लाइफमा कोही पार्टनर पाएँ भने मैले पाएँ, नभए इट इज ओके। आई जस्ट वेटिङ फर सम वान हु क्यान म्याच माई भाइब। त्यसको लागि चाहिँ नयाँ नयाँ मान्छेसँग कम्युनिकेट गर्नु पऱ्यो, नयाँ नयाँ मान्छेसँग बोल्नु पऱ्यो र एक्सपिरियन्स गेन गर्नु पऱ्यो। यदि कोही मान्छेसँग हामी बोल्दैन भने हाम्रो जीवनसाथी पाउन पनि धेरै गाह्रो हुन्छ। आई नो अबाउट द्याट। अनि ठिक छ, इट इज वाट इट इज, अल अबाउट द गड प्लान। सो जस्ट बिलिभ, आई जस्ट बिलिभ इन गड एन्ड हिज प्लान। अनि हरे कृष्ण 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 हरे हरे, हरे राम राम राम। आजको लागि यति नै। थ्याङ्क यू सो मच। अब चाहिँ हामी जान लागेको गाइज, किनकि अब लगभग 7 बज्न लाग्यो। सो आज चाहिँ यो ठाउँमा आएर मलाई आई फिल फ्रेस एन्ड रियली गुड। ठिक छ, हामी फेरि आउँछौँ पछि कहिले। अनि त्यही छ, ठिकै छ। अब चाहिँ रात हुन लागिसक्यो, घाम पनि अस्ताउन लागिसक्यो, सनसेट हुने बेला भइसक्यो। अब जान पर्छ राति जङ्गलपुर। हामीले बाघ साग पनि देख्न सकिन्छ। सो त्यसको लागि पनि अलवेज रेडी म्यान। आई डोन्ट स्केयर्ड विथ एनिथिङ। एउटा ओभर कन्फिडेन्ट होइन, अब कि त जुध कि त मर भन्दा त्यस्तो सिचुएसनमा। र त्यसको लागि पनि म अलवेज रेडी हो। ठिक छ, अब चाहिँ हामी घर लाग्न लाग्यो। हरे कृष्ण, बाई बाई। त्यही त बाटो चाहिँ अब ओह्रालो नै छ। यो सिँढी हान्न सकेपछि गाडी ओभर पर्थ्यो कि
तर ठिकै छ, हामी प्रयास गर्दै जान्छौँ। अब चाहिँ 6:30 भइसक्यो होला मेबी, तर आज चाहिँ नयाँ ठाउँमा आइयो, सो इट फिल ग्रेट। ठाउँ पनि खत्रै थियो, नेचर पनि खतरा थियो, भ्यू पनि खतरा। अब टिकटक सिकटक बनाउनु हुन्थ्यो, तर के गर्नु, आउन लिपसिङ गर्ने। अब चाहिँ हामी छिटो तल जानुपर्छ, किनकि जङ्गलमा चाहिँ अलिकति रिस्की हुन्छ, धेरै नभए नि। ठिकै छ, आम द बेस्ट। तर मैले नबुझेको कुरा, त्यस्तो राम्रो ठाउँ छ होइन, त्यस्तो राम्रो ठाउँमा पनि मान्छे नै थिएन कि एउटा पनि। त्यहाँ सिर्फ म मात्रै थिएँ, आम अलोन इन द्याट प्लेस। आई डोन्ट नो, केही धेरै राति भएर हो कि अथवा केही छ, कि बिलिभ छ कि, रिफुल ग्रेट। मान्छे एउटा पनि थिएनन् होइन त्यहाँ माथि। म एक्लै थिएँ माथि, म बाहेक कोही पनि थिएन। तर म माथि जाने बेलामा चाहिँ 2जना कपाल देखेको थिएँ मैले, उनीहरू चाहिँ फर्किँदै थिए। सो धेरै बेलुका भएर होला मान्छेहरू नआएको, किनकि अलमोस्ट 6 बजिसकेको थियो म माथि पुग्दै। सो त्यही भएर नि होला, आई थिङ्क द्याट्स द रिजन वाइ नो बडी। अरू त लाग्दैन मलाई, मान्छेहरू आजकल ओभर लेजी हुन लागिसकेको छन् होइन। मान्छेहरूले हिँड्न, यसो रनिङ गर्न, आफ्नो फिजिकल हेल्थ राम्रो बनाउन त्यस्तो इन्ट्रेस्ट लाग्दैन मान्छेहरूको। अहिलेको डेली लाइफ भनेको नै घरमा बस्ने, सुत्ने, मोबाइल हेर्ने, अथवा बाइक वा के स्कुटर छ भने घुम्ने, खाने अनि इन्जोय गर्ने, हिँड्ने, त्यस्तो छ। ठिकै छ, मान्छेअनुसार सोच पनि छुट्टै छुट्टै हुन्छ। मेरो सोच छुट्टै छ, त्यसैले म फेरि रनिङ आउँछु। अनि चढ्न टाइम लाग्थ्यो, तर झर्न त एकैछिनमा झऱ्यो होइन, टाइमै लागेन हामीलाई। ठिकै छ, यो ठाउँमा चाहिँ आइराख्नुपर्छ। मर्निङमा आउँदा झन् मजा आउँछ होला मेबी, आई थिङ्क या। भन्यो नि त, कि त गर कि त मर हो, केही भएछ भने। तर ठिकै छ, आई डोन्ट थिङ्क सो कोहीले के गर्न सक्छ, किनकि आई हेभ माई गड लर्ड कृष्ण, हि अलवेज विथ मी। आँखा चाहिँ अलिकति मधुरो भएको छ अहिले चाहिँ, यसलाई इम्प्रुभ पार्नुपर्छ होइन। मेरो आई हेल्थलाई पनि राम्रो गर्नुपर्छ। सिँढी चाहिँ भ्याइएकै छैन, अब त्यही हो तल। अब पुग्यो हामी, अलक्क झर्छौँ, अलक्क। ओइ सिँढी सकिएकै छैन है गाइस, सिँढी सकिएकै छैन। मेबी आयो अब त्यही तल। अब चाहिँ देखिसक्यौँ हामीले, रोड देखिसक्यौँ। अनि आजको जर्नी पनि हाम्रो खतरा भयो, यो स्टोरीमा जान्छ आज हाम्रो इन्स्टाग्रामको। ठिक छ, आई जस्ट प्राउड माइसेल्फ एन्ड आई विल डिफरेन्ट, बिकज आइ एम द बेस्ट। रोड पनि खतरा छ, यता साधन भयो भने घुम्न आउनुपर्छ, तर अफकोर्स अहिले हामीसँग साधन छैन। ठिकै छ, हिँडेर नि मजा आउँछ, फिजिकल हेल्थ पनि राम्रो, मेन्टल हेल्थ पनि राम्रो, मजा आइरहेको छ। लेट्स गो म्यान। फाइनली रोड आइसकेको छौँ हामी, हियर्स रोड। ठिक छ, अब घरतिर लाग्छौँ हामी, घर पुगेपछि भेटौँला है त, ल बाई बाई।